गाइजहरु स्वागत छ तपाईहरुलाई एउटा नयाँ भ्लगमा। यो आशाको गाडी आएर जानी रे यो मसँग फुल टिप्न हिँडेको मान्छे घर जानी रे हेर्नु नि त। अच्छा मरो कहाँ हेर्ने नाटक नगर भरे गाडीमा गयो हुन्छ के छोप्न जान्छ जस्तो। यसलाई मलाई रिस गर्दिनु नि साथीहरु। हामी जाने यहाँ कति घुम्न जाने यहाँ भिडियोमा ठोक्यो। हेलो गाइजहरु हामी चाहिँ अब फुल टिप्न जान लागिसकेका छौं। यहाँ रिन्सु चाहिँ रिसाइ छिन्। रिन्सुलाई फकाउने कोसिस गर्दै छौं हामी। लडिन क्या रिन्सु अनि भिडियो बनाउँदै अनि कुडा गाडीमा त छैन नि है। अनि यसले मलाई यस्तो गर्यो भने अहिले मलाई यसले भिडबाट गुल्टाइदिन्छ साथीहरु। मलाई प्लिज नगुल्टाइदिनु होला भनेर म रिक्वेस्ट गर्न गइरहेको छु र हामी अब यो धोक्रो बोकेर फुल टिप्न जाँदैछौँ। के हुने हो थाहा छैन। म 3 महिनापछि यति पिच भएछ ए सोलिङ भएछ गाइजहरु। यहाँदेखि यहाँसम्म सोलिङ भएको थिएन हामी जाँदाखेरि अनि अहिले चाहिँ सोलिङ भएछ। हो दिदी फुल टिप्ने खाऊ ओ तल कहाँ अहिले हुन्छ अब हामी ल यहाँ यस्तो भएछ। यहाँ यति चेन्ज छ कि छैन दर्शन हजुरआमा दर्शन फुल खोज्न हिँडे अब कहाँ भेटिन्छ फुल थाहा छैन। यहाँ त ढलान गरेछन् है ल राम्रो बनाइदिएछन्। ल हामी हिँड्यौँ अब। आज स्कुलको गाडी बसिन्छ। ल गाउँ त अब त पुरै सहर जस्तै भइसक्यो गाइजहरु। सबै ढलान यता नि ढलान उता नि ढलान। ल अब हामी यहाँ मेलमा पुग्न आँट्यौँ। फुल टिप्ने ठाउँमा पुग्छौँ। यी दुईटी भूतहरू यहाँ कुद्दैछन्। यी दुईटी भूतहरू हुन्। आस्थाले भन्थे क्या यसो गरेर भूतहरू भन्थे। अनिसाले आस्थाले आई मिस यु अनिसा रोजी आस्था सबैजनालाई मैले एकदम धेरै सम्झेको छु। अनि मन्टा अनि आशिका अनि त्यसपछि आशा इछे अनि रश्मि सबैजनालाई मिस यु टु गाइजहरू। हामी 3 टी चाहिँ छौँ यहाँ अरू सबै गाइजहरू छैन। गाइज हेर्नु 2-3 सय माला चाहिने ठाउँमा फुल कस्तो छ। यहाँ गाइजहरू टिप्दैछन्। यहाँ प्यारी प्यारी बहिनीहरू चाहिँ त्यहाँनिर त्यो फुल टिप्दैछन्। म चाहिँ यहाँ हेरेर बसेछु है किनभने म भिडियो खिच्न आएको हो फुल टिप्न आएको होइन। तर कस्तो लाइट परेको क्या साथीहरू हेर्नु न पुरै लाइट परेको क्या। बेबी अलि राम्रोसँग टिप ल बेबी। लसुन चाहिँ नभाँदिदेऊ बिचरा हाम्रो हजुरआमाहरूको कहाँ जानुभएछ। कोही छैन हौ सापकोटा गाउँमा मान्छे। गाइजहरू यो चाहिँ सापकोटाको गैराहरू टोल हो है। यो चाहिँ अहिले सुनसान भयो क्या कोही पनि छैन मान्छे यहाँ फुल टिप्न आएको। अनि यहाँ कता हो जाइफुलको ठुलो बुट छ अरे भनेर सुनेको थिएँ तर सिर्फ यत्रो सानो बुट देख्यो। अनि मासतिर पनि छ कि खोइ थाहा नै होइन। अब त्यो गाउँभित्र छिरौँ भने नि कता हो केही थाहा पत्तो छैन है। उता माथिसम्म चाहिँ जानु पर्यो अनि त्यसपछि चाहिँ फर्किनु पर्यो भन्ने सोच्दैछौँ। अब उता परसम्म नि जानु पर्यो। ओइ आशा साथीहरू हेर्नु न घर मात्र खानु पुरानो घर छन्। रोडको छेउमा बनाएको घर। यता चाहिँ मान्छे बस्नु हुँदो रहेछ लुगा सुकाएको छ है। मान्छे छ भने क्या उयो एउटा घरमा मान्छे बस्छन्। अब त्यो घरमा जाउँ मान्छे छन् कि हेरौँ कोही पनि छैनन् क्या मान्छे छैनन्। सबकोटा गाउँमा नि मान्छे छैनन्। गाउँ रित्तिसक्यो हेर्दै जे सुविधा सम्पन्न भए पनि के गर्नु र यस्तो भएपछि नि त। यस्तो राम्रो ठाउँ छ। यो बाटो चाहिँ गाडी नचल्ने भएको भएर यसो साधारण यसो मान्छेहरू आवाजात गर्ने बाटोको वैकल्पिक बाटोको रूपमा छ। तर जिल्लोमा सबैभन्दा पहिला खुलेको बाटो चाहिँ यही हो। फेरि यही बाटो हो तर अहिले वैकल्पिकमा छ। यहाँ हिमाल कति राम्रो देखिन्छ हेर्नु। हामीले फुल लिएर आएको धोक्रो लिएर गएर हेर्नु यति पिनामा त्यो पनि फुल हो कि धोक्रो हो पत्तो छैन। मलाई कति न फुल होला भनेर असार साउन त दसैँको बेलाको जस्तो फुल हुन्छ भनेर एक धोक्रो फुल लिएर आउने भनेर धोक्रो बोकेर आएको। हेर यहाँ दुईटिको नाटक हेर्नु यहाँ। अनि भरे आउनु मात्र पर्यो फुल यति कहाँ केही छैन। त्यही पनि यति त पाइयो यही भयो नि सुकेको साकेको सबै बोकेर आएको। यहाँ दुईजनाको मस्ती हेर्नु यहाँ मेरो फुल हेर्नु अनि पारीको हिमाल हेर्नुहोस् है। यहाँ हाम्रो यो खेतमा पानी लाने मुहान हो पहिलाको। यो चाहिँ यही हो हाम्रो खेतको खेती गर्ने यो गाउँ खेत हो। गाउँ खेत पनि भन्छ यसलाई। यहाँ दुईजना बुढाबुढी हजुरआमाहरू बस्नुहुन्छ। यो घर चाहिँ उहाँ चाहिँ
धेरै वर्ष काठमाडौँ बसेर अहिले बुढेसकालमा चाहिँ गाउँमा आएर बस्न मन लागेर छोराछोरी नाति नातिना सबै बाहिर छन्, टक्क आएर गाउँमा घर बनाएर बस्नुभएछ। ल फुलै पाएन हजुरआमा याति लिएर आएँ। अलिकति रहेछ त्यो जाए अनि अलिअलि त्यो सयपत्री रहेछ त्यही टिपेर लिएर आएको। त्यो पनि सुक्या रहेछ, नत्र त हुन त यही भयो नि, सुक्या रहेछ। के हो खै के टिप्नु र आमा, एक दुईवटा त हुन्छ कि त। यस्तो रहेछ साथीहरू, यहाँ फुल त रहेछ तर टिप्नै अप्ठ्यारो क्या, ठाउँै अप्ठ्यारो। हेलो गाइजहरू, यस्ता धोकेबाज बहिनीहरूसँग हिँडेर मैले आज धोका पाएँ। हेर्नु म फुल टिप्दातिर मलाई छोडेर कसको बाइक आयो भनेर बाइकमा घर गएछन्। यस्तो पनि हुन्छ काहीँ, तिनीहरूलाई भेटौँ न मात्र यस्तो ढुकढुकी आउँछु, मलाई मात्रै थाहा छ। म चाहिँ झन् बहिनीहरूसँग रमाइलो हुन्छ भनेर फुल टिप्न आएको, फुल पनि नपाएर यति पिती लिएर हिँड्नु परेछ। अनि त्यहाँबाट फेरि उनीहरू चाहिँ मलाई छोडेर टापको नि पकाउनु मैले जान्छु, तिनीहरूलाई मैले जान्छु घर त पकाउँ, ढुकढुक आउँछ, एक एक मुड्की हान्छ। अब बाँचिँदैन साथीहरू यस्तो तालले। यति जाब हिँडेको 500 मिटर थियो होला, यताबाट जाँदा उताबाट 1 किलोमिटर हिँड्दाखेरि सास फुलेर बढेर आएर कतै 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 भयो। त्यो दुइटै धोकेबाजहरूलाई गएर यस्तो कुद्नु छ कि ड्याम ड्याम पाएर कुद्नु छ। म जाँदैछु, तिनीहरूलाई नकुट्टी छोड्दिनँ म। भनौँ न यहाँ घरमा सरसफाइ कार्यक्रमको अभियान चल्छ, छानामा पानी हाल्ने कार्यक्रम हुँदैछ सफा गर्नलाई। ल छानामा पानी हालेपछि टक्क लाएर टल छाना टल्किन्छ। हिजो पानी पऱ्यो होइन र भने सिधा भएछ दिदी, सिधा एकदम सिधा। ल हाम्रो माइलीले घर लिपा हेर्नु है, खतरा खाला माइली दिदी घर लिप्ने। मैले त्यो लगाएकै होइन, मम्मीले लगाऊ। त्यो मैले लगाएकै होइन क्या, मम्मीले लगाऊ। मम्मीलाई सोध्नु न। ल यो बिगाएर जति काम मेरै हो भन्ने मान्छे चाहिँ उहाँ हो है। यहाँ चाहिँ कमरमा हात लाउने हेर्नु। अनि दुइटै अब भूतहरू मलाई छोडेर आउने भूतहरूलाई ड्याम ड्याम गरेर कुट्छु। हुन्छ मलाई छोडेर कहाँ छन् खोइ, कहाँ छन् भूतहरू खोइ, दुइटै भूतहरू खोइ। एउटी भूत यहाँ रहेछ, तँलाई मलाई छोडेर आउने, मलाई छोडेर आउने त तँलाई। अर्कै खोइ, अर्कीलाई चाहिँ ड्याममै कुट्छु। अर्कै खोइ मलाई छोडेर आउनु त, यो हो मलाई छोडेर आउने मान्छे। हेलो साथीहरू, हामी फेरि अब गाउँ डुल्न लागिसकेका छौँ। हामी त हिरोनी बनेर सलमा ओढिदिउँ, हाम्रो बुढी दिदी चाहिँ सल भिरेर हिँड्दैछ, रोकी हुनुहुन्छ। अनि अब हामी गाउँ डुल्न हिँडेका हौँ। हामी चाहिँ वास्तवमा फुल टिप्ने न्युले अनि 3टा होला हेर्नु त। अनि फुल टिप्ने न्युले हामी सापकोटा गाउँ घुम्न जान लागेका हौँ। सापकोटाबाट सार्केसँग पुगेर जे भेटिन्छ काम ढाक्न डुल्न हिँडेका भन्दै हुनुहुन्छ। अहिले हिँड्दा हिँड्दा थाकेपछि थाहा हुन्छ कस्तो हुन्छ भन्ने चाहिँ। अनि ल यो पुरानो नाक्थान हेर्दै हिँड्दै हुनुहुन्छ दिदीहरू यहाँ। म दिदीहरूले घर सम्झिँदै हुनुहुन्छ, साथीहरूका घर थिए यतातिर भन्दै हुनुहुन्छ। कति वर्षमा आएको दिदी तपाईँहरू यहाँ? त्यो टिप्न सकिन्छ र तल हेर्नु न, अप्ठ्यारोमा छ नि टिप्नु। त्यही त टिप्न सकिँदैन त, कान्ला मुनि छ अनि कसरी टिप्ने? सकिन्छ हेर्नु त जानु। यो सानै काकाहरूको घर हो, यो पुरानो। नि यो घर अझै छ है, हेर्नु त दिदी। उयो धाराहरूको घर यता 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 यो घर। यो मान्छेले छोडे नि घर अझै छ। उसको चाहिँ खैन अन्त भाउजूहरुको यहाँ हैन। यो तल ठुलबाहरूको पृथ्वी अङ्कलहरूको त्यो तल्लो, यो माझाहरूको यो धाराहरू एरिया। यो मासतिर यो के भन्छ, यो पखेराको दाजुभाइहरू हो, बिनु दिदीहरूको घर हो पहिलाको। उहाँ बस्नुहुन्छ अहिले सानो काकाहरूको घर उतै हो। अन्त भाउजूहरुको त ल हामी यहाँबाट नाक्थान आइपुग्यौँ। अस्ति नै पनि खिचेँ थिएँ मैले यहाँको ब्लग, हजुरहरूलाई त थाहै छ। हाम्रो नाक्थान धार हो, फेरि पनि फोहोर भइसक्यो।
तपाईँहरू कति वर्षमा आउनुभयो दिदी? यो धारो अहिलेसम्म 5 चोटि चेन्ज भयो यस्तो भएको 5 चोटि चेन्ज भइसक्यो यो 5 चोटि भइसक्यो मैले पनि यो नयाँ चेन्ज गरेको अहिले देखाऊ यो 5 चोटि चेन्ज गरेर यस्तो भएको यो हाम्रो कृष्ण मन्दिर मन्दिर पनि त्यस्तो थिएन नि पहिला अर्कै थियो यहाँ माथि उ त्यस्तो हालिछ नि ल 5 चोटि चेन्ज भएर यस्तो भएको यो पानी खाएर जानु लु पानी खानु म नै खान्छु अनि ल हाम्रो दिदीहरू यहाँ 15-16 वर्षपछि नाच्नु धारा आएर यति खुसी भइछन् पहिला पहिला हाम्रो घरमा पानी लाने लुगा धुने नुहाउने धारो यही हो है साथीहरू ल ल दिदी खाने पानी ल्याउनु समात्नु खानु न खानु आफ्नो गाउँको धाराको पानी कति वर्षमा आउनु भइछ खोकी लाग्छ यता माथि माथि ल अब यता जाने ल हामी यो मन्दिर छोड्दै छोड्दै अब हामी यता कोइरालाबारीतिर उक्ल्यौँ चाहिँ कोइरालाबारी हो नागथान छोडेर हामी अब जाँदैछौँ कोइरालाबारी यो चाहिँ हामी यो ढुङ्गामा कति नाच्थ्यौँ हाम्रो गाउँतिर थोकी गएर फुल अरे दुर्गा दिदी ल्याउँथ्यो कि दिदी सकेन यहाँ फुलमा त यति पनि हुन्छ यो भाइ उयो चाहिँ हुन्छ है ल उयो चाहिँ हुन्छ यति भयो दिदी उकालो चढ्न नसकेर तेर्सिनु भयो है यहाँनिर चाहिँ हामी त गाउँभरिका फुल टिपेर सक्ने भयो हामीले फाइनली साथीहरू हामी कोइरालाबारी भन्ने गाउँमा आइपुग्यौँ कोइरालाबारी हो हेलो साथीहरू फाइनली फुल खोज्दा खोज्दा हामी चाहिँ अहिले यस्तो फुल भएको ठाउँमा आइपुग्छौँ दिदी चाहिँ यहाँ मक्ख परेर फुल टिप्दै हुनुहुन्छ दिदी कस्तो लाग्छ यति धेरै फुल देख्दाखेरि हेर्नु न यहाँ फुल त टिपिन्छ कसरी भन्ने कुरा हो यहाँ भुइँभरि नि खसिछौ यहाँ दिदी नि यता टिप्दै हुनुहुन्थ्यो यता पनि होला दिदी टिप्नु यता पनि छन् चाहिँ तर त्यति धेरै छैन अब त्यतातिर टन्न तर टिप्न नसकिने रहेछ क्या अनि हामी चाहिँ यहाँ स्थायी फुलको बासना नफुले नि हाँसी राखेर भनेर उ त्यहाँ माथि जुन हेर्नु न टह टह जुन हो म हेर्छु जुन भन्ने गीतको याद आउँछ मलाई ल हामी यहाँ कस्तो राम्रो कागती टमाटरहरू हेर्नु न वाउ कति सजाएर राखेको घर कति राम्रो मान्छेहरूका हेर्नु यहाँ कस्तो राम्रो घर लान्छन् होला नि बेच्न नि दिदीहरू यहाँ घरहरू यहाँको फलफुलहरू देखेर सागहरू देखेर कुरा गर्दै हुनुहुन्छ कति राम्रो भन्दै हुनुहुन्छ है गाउँमा अहिले सुनसाने त हो नि ल यस्तो छ स्थिति ल ल ल अब म पनि टिप्न थाल्छु है गाइजहरू हामीले 3टा प्लास्टिक लिएर आइथ्यौँ यहाँनिर फुल धेरै भएर हेर्नु यहाँ हामीले अर्को झोलामा आइकन यो पनि भरेर भ्याइसक्यौँ अनि अब यो प्लास्टिक भरेर जाने भनेर यहाँ रेडी हुँदैछौँ दिदीहरू फुल धेरै पाइयो भनेर हेर्नु खुसी भएर अर्को 2टा प्लास्टिक नि भरिसक्यो किन फाल्तु फोटो खिच्नलाई हेर फोटो खिच्नु भने प्लास्टिकै हालिदिनु भयो फुल ल यो एउटा फुल अनि यता अब त्यहाँनिर हामी फोटो खिच्न लाग्दैछौँ त्यहाँ 2टा भाडो भरिसक्यो अब यो भाडो भरेर जाने गाडी नि आइसक्यो हामी सार्केसँगबाट गाडीमा आउने भनेको ल फोटो हेर्नु है दिदीहरूले कति दुःख गरी गरी फुल टिप्दै हुनुहुन्छ ल हेर्नु त्यहाँ तन्की एउटै दिदी चाहिँ बिचरा भर्खर अपरेसन गरे भएर तन्किन नसकेर तान्दै टिप्दै हुनुहुन्छ अर्को दिदी चाहिँ बल्ल तानी अझै यत्रो टिपेर पनि रहर पुग्यो होइन दिदीहरूलाई फुल टिप्नलाई त्यही भयो नि जाँगरीलाई दिदीहरूलाई लिएर आएर फाइदै भयो साथीहरू म त यसो गफसफ लाउने हो अलिअलि टिपी मैले नि रमाइलो भयो जे भने फुल भेट्यो यत्रो ठुलो हेर्नु न फुलको झाङ माथिसम्म फुल छ परको झाङ देखेर रमाइलो लागेको यहाँ झन् यस्तो अँध्यारो हुन्जेलसम्म टिप्यौँ हामीले यो सबै वारपार परदेखिको फुलको झाङ रहेछ यहाँ गाउँभरिको ठुलो फुलको झाङ रे अझै तामतुन पार्ने हुन्छ त्यता पनि छ यता पनि छ अझै भोलि कति माला हुन्छन् पुगेनन् भने फेरि बेलुका आएर टिपे पनि अझै छैन फुल ल अब दिदीहरू पनि अगाडि लाग्नु भयो म पनि अगाडि लागेँ हामी चाहिँ यो दिदी झन्डै लडेर दिदी लड्दै हुनुहुन्छ म भ्लग बनाउँदैछु यो चाहिँ ढाँडाहार भन्ने ठाउँ हो ढाँडाहार यो सापकोटाको अनि
उही माथिबाट कहाँ रोड माथि पुग्नु भन्दा त हामी माथि रोडमा पुग्दाखेरि हामी यहाँबाट नाक्तान पुग्छौँ। हो र नाक्तान दिदीहरू हेर्नु न उँधोको बाटो छोडेर उँभो चढेर फेरि ओह्रालो झर्ने रे। भगवान् प्रभु ल हामी लाग्यौँ अब घर। रोडे रोड जाने भए त यही रोडे रोड गयो नि भइहाल्यो नि, तलतिर नि छ रोडे रोड। ल अब दिदी फुलको पोका देखाउनु त कति पोका भए। ल हाम्रो पूजाको रमाइलो है यो चाहिँ। ल यो 3टा प्लास्टिक हामीले ल्याएको नि भर्यौँ। अनि यो एउटा ठुलो झोला यति धेरै फुल। ल अब हामी जाने घर जाने। ल ल दिदीहरू यहाँ आउँदा भइसक्यो चाउँदाउ भन्दै आउँदै हुनुहुन्छ ल। दिदी अरू केही भन्नु छ कि? रमाइलो यही हो हेर, कहिलेकाहीँ भेट हुन्छ दसैँमा, तिहारमा, औँसीमा, तिजमा, यस्तै प्रायः चाहिँ हाम्रो तिहारमा भेट हुन्छ। अहिले चाहिँ सावित्री दिदीसँग चाहिँ काठमाडौँ बस्ने भएर प्रायः भेट भइरहेको छ। पार्वती दिदीलाई त वर्षमा 1 चोटि 2 चोटि भेट हुन्छ बढीमा। पोहोरदेखि चाहिँ 2 चोटि भेट भइरहेको छ। यहाँ चाहिँ हामी अहिले यो सापकोटाको कुलदेउताको थान रहेछ सापकोटेहरूको। ल यो सापकोटाहरूको कुलदेउताको थान अहिले यस्तो बनाएछन्। म अहिले लगभग 10 वर्षभन्दा पनि बढी भयो यो ठाउँमा नआएको। आज आयो ल यो अमृतसर गाडी हेर्नु। ल हामी अब लाग्यौँ घरतिर। ल सबैजनालाई धेरै धेरै धन्यवाद। अब आजको भ्लग यत्तिकै। ल आजको भ्लग यत्तिकै समाप्त भएको। अब घोषणा गर्छु। ल दिदीहरू बाई बाई भन्नु ल। ल हेलो बाई बाई। हेलो अनि बाई बाई रे। ल ल दिदी बाई भन्नु। बाई 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 खोइ हेरेर भन्नु न के हो मुख चाहिँ कता फर्काएको। बाई बाई हामी त लाग्यौँ त फुल टिपिहाल्यो। ल अब भोलि भेटौँला अर्को भ्लगमा।